हेलो नमस्ते हजुरहरूलाई पूजा किचनमा धेरै स्वागत छ। आज म सजिलैसँग हजुरहरूकै गाउँठाउँमा पाउने कर्कलो गाबाको तरकारी बनाउने सजिलो तरिका लिएर आएको छु। कर्कलो गाबा खानालाई एकदम मिठो हुन्छ र स्वास्थ्यको लागि पनि एकदमै फाइदाजनक हुन्छ। सुरुमा हामीले थोरै तेल लिएर हातमा लगाउने। यसरी तेल लगाउँदा यसले हातमा चिलाउँदैन। यसरी हजुरहरूले यसलाई केलाउनु होला, नत्र हजुरहरूको हातमा चिलाउने समस्या आउन सक्छ। कर्कलो गाबालाई सफा गरेर धोइसकेपछि यसलाई हामीले बोइल गर्नको लागि राखिदिने। थोरै नुन राख्ने। नुन राख्दा फेरि यसलाई गल्न छिटो मद्दत गर्छ। 1 गिलास पानी राख्ने। सिटी लगाउनको लागि छोड्दिने। हजुरहरूले 2 देखि 3 सिटीसम्म लगाउनु होला। तीन सिटी लागिसक्यो। अब यसलाई हामी खोलेर हेर्ने छौं। यो एकदमै राम्रोसँग गलिसकेको छ। गाबालाई हामी अब फ्राई गर्ने छौं। यसको लागि चाहिँ हामीलाई सुरुमा तोरी, रातो खुर्सानी, लसुन, हरियो खुर्सानी, प्याज, टमाटर, अदुवा, लसुन, जिरा धनियाको पेस्ट, भाँडा तताउन राख्ने। भाँडा तातिसकेपछि तेल राख्ने। मेथी, तोरी, जिरा धनिया, रातो खुर्सानी, लसुन, एकछिन चलाउने। लसुन गोल्डन भएपछि प्याज राख्ने। प्याजलाई पनि एकछिन चलाएर गोल्डन भइसकेपछि हरियो खुर्सानी राख्ने। बेसार राख्ने। अदुवा, लसुन, जिरा धनियाको पेस्ट राख्ने र एकछिन मजाले चलाउने। टिमुरको धुलो, टमाटर राख्ने। स्वाद अनुसार नुन। सबै सामान राखिसकेपछि एकछिन यसलाई मजाले चलाएर केही समयको लागि छोपेर राखिदिने। टमाटर पाकिसकेपछि एकछिन यसलाई चलाएर मसिनो गर्ने।
रातो खुर्सानीको धुलो, अब हामीले गाभालाई राख्ने सबै गाभालाई राखिसकेपछि एकछिन मजाले चलाएर यसलाई चलाएर 5-6 मिनेटको लागि छोपेर राखिदिने। 5-6 मिनेटपछि हामीहरूले 1 चम्मच गरम मसला राख्ने र यसलाई एकछिन चलाएर फेरि 5-6 मिनेटको लागि छोपेर राखिदिने। 5-6 मिनेटपछि खोलेर हेर्ने हाम्रो गाभा पाकेर रेडी भइसकेको छ। हजुरहरूले पनि कर्कलो गाभा यसरी बनाएर खानुहोस्, एकदमै मिठो हुन्छ। र मेरो भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला र कस्तो बन्यो कमेन्ट पनि गरिदिनु होला। यस्तै नयाँ भिडियोको लागि मेरो च्यानलमा गएर बेल आइकनलाई पनि दबाइदिनु होला र म फेरि नयाँ भिडियो लिएर आउने छु। हस्त धन्यवाद, बाइ बाइ।